यो कहाँ मैदानी होइन मैदानीको बाटोमा हेर्नुहोस् न हामी यो अहिले आइरहेछौँ मैदानीको बाटोतिर चारको यो वैकल्पिक बाटो यो मैदाने जाने बाटो यसरी बिच बाटोमा रोकिरहेछ साथीहरू यो ठाउँ ठाउँमै बाटो रोकिने मैले बिहान यो गैरी खर्को गलौक हालिदिएको थिएँ अहिले यो फेरि 4 नम्बर वडाको यो तपाईँको मैदानी भन्ने ठाउँमा मैदानी ओल्लोपट्टि उसमा आइपुगेको छु यो यसरी बाटो बिच बाटोमै फसिएको छ बसहरू आएर बसिरहेछन् बाटोहरू एकदम बिजोग छ बसिरहेछ बाटोमा उस गरिराख्दाखेरि हाम्रो लीला भाइले ढुङ्गासम्म पुगिरहेको के चाहिँ लीला भाइ यो हो नि त परिसम्म कुरा रिया लीला भाइ ढुङ्गा यसरी पुगिराख्नु भएको छ तपाईँको यहाँ ट्रिपरहरू तीनटा ट्रिपरहरू लाइन बसेका छन् मित्रहरू सबै यसरी ढुङ्गाहरू के छ मित्र ठिक छ एकदम गाह्रो हुनुहुन्छ उहाँलाई धेरै गाह्रो भइरहेछ ल हेर्नुहोस् यसो दुईवटा टिप्री तपाईँको यसरी तानिरहेछ अब बालोहरू लिएर उमाकुण्ड गाउँपालिकामा यो कहिलेसम्म यस्तो ज्यादती हुने हो जहिले पनि तपाईँको ज्यादती भएर तपाईँको बालो बोक्न नदिए तपाईँको चाहिँ खोलाको बालो बोकिराख्दाखेरि तपाईँको कुन पक्षले बन्द गरिदिने यस्तो भएर तपाईँको ठोसेबाट बालो बोक्न बाध्य छन् बिचराहरू यो ट्रिपलले यसो नगरिदिएको भए कम्तीमा यहाँको विकास काम छिटो छरितो हुन्थ्यो होला हेर्ने तान्नुपर्ने अवस्था आएको छ त्यसैले म यो तपाईँहरूले मैले देखाइराख्दाखेरि मलाई यो एकदम बिरा लाग्यो किनभने विकास विनाश नभइकन विकास हुँदैन तर विनाश भयो भने तपाईँको यस्तो विनाशले काम विकास हुँदैन किनभने यो एकदम गाह्रो छ यो चिप्लो छ यो बाटो छ चिप्लो बाटोले गर्दाखेरि धेरै गाह्रो भएको छ यो तपाईँको उमाकुण्ड गाउँपालिकाको 4 नम्बर यो तपाईँको यो मैदानी भन्ने ठाउँमा म आइपुगेको छु यसरी देखिराख्दाखेरि मलाई एकदम विरक्त लाग्यो यो जाँदैन ल गुरु जान्छ ल हाम्रो अरण्यको गुरु यसरी आउनु भएको छ बिचरा यसरी गरिराख्दाखेरि सबलाई गाह्रो भइरहेछ है यो गाडी तानेर निकालेको नि यो गाडी है आइरहेको छ मित्रहरू यो तपाईँको टुचिन लाइलाई तानिरहेको छ टुचिन लाइलाई ट्रकलाई टुचिन लाइलाई तानिरहेको छ ट्रिपललाई त यस्तो छ अब बसलाई कस्तो होला ए तपाईँको जङ्गलको बिचमा परि लोड छ मेरो पनि यो भाँसिँदैन होला नि होइन मेरो भाइ के छ एकदम छ दाइ अनि बाटो कस्तो लाग्यो भाइ बाटो एकदम ठिक छ होइन यो चाहिँ तपाईँको के भयो भन्दाखेरि तपाईँको यहाँ चाहिँ के रहेछ भने मैले यसो हेर्दाखेरि मैले अनुसन्धान गर्दाखेरि त्यहाँबाट आएको माटो चाहिँ यहाँ बसेको रहेछ बाटो सोलिङ छ त्यो भएर यसको लागि हाम्रो गल्ती होइन यो तपाईँ राजनीतिक दलले के भन्नुहुन्छ तपाईँको छैन नि हाम्रो वडा अध्यक्ष मानवदल के भन्नुहुन्छ तपाईँ मानवदलले म के भन्छु भन्दाखेरि ध्यान आकर्षण जाओस् यो बाटोहरूमा हामीले दुःख नपाओस् सर्वसाधारणले दुःख नपाओस् जति पनि कुनसुकै जोसुकै चाहिँ तपाईँको यो ठेकदारहरू छन् योहरूलाई अलिकति बुझेर मात्रै दिनुहोस् उमाकुण्ड गाउँपालिकामा चाहिँ नत्र भनेदेखि यो राम्रो हुँदैन हामी पनि उमाकुण्डवासी हो हामीले धोका नपाओस् हामीले तपाईँको घर चाहिँ कहाँ हुनु मेरो घर चाहिँ उमाकुण्ड 4 चण्डीथान हो हजुर ल ठिक छ उहाँले दिएको प्रतिक्रिया के दिन चाहनु अरू पनि प्रतिक्रिया दिनु तपाईँको पालिका टिमहरू अहिले तपाईँको छ नि यो बालो रोकेर यस्तो भएको यो बालो ठोसेबाट लिइरहेछ मान्छेले होइन यो ठोसेबाट यहीँबाट खोलिदिएको के हुन्थ्यो होला हो किन यहाँबाट खोलिदिएको भए तपाईँको हाम्रो लिखुको बालो पनि हामीले उत्पादन हाम्रो छँदैछ होइन त्यो पनि लिएको भए राम्रो हुन्थ्यो होला भन्ने जस्तो लाग्छ कस्तो धन्यवाद छ तपाईँको प्रतिक्रियाले धन्यवाद ल बाटोलाई चाहिँ हेर्नुपर्छ यहाँको जनसरकार र अब चिउरा म के भन्छु मतलब वार्डको अध्यक्ष चिउरा म के भन्छु भन्दाखेरि आएको बजेटलाई राम्रो तरिकाले सञ्चालन गर्नु पर्यो थ्याङ्क यू धन्यवाद ठुलो आएको छ यहाँ यत्रो आएको बजेटलाई किन युज गरेको छैन कि म के भन्छु भन्दाखेरि उमाकुण्ड गाउँपालिकाको जनसरकारलाई मानवदेखि तपाईँ धेरै रिस उठाउनु भएको छ होइन रिसको कुरा होइन यो हाम्रै पैसा हो आएको बजेटलाई राम्रोसँगले कहाँ के छ भने कनाकुन्दरामा हेर्नु पर्यो नि यार तर यो त बाटो वैकल्पिक बाटो हो नि त त्यो तपाईँको हाम्रो त सिङ्गटीबाट हिँड्नुपर्ने बाटो यताबाट हिँडेको छ वैकल्पिक बाटो पनि राम्रोसँग बनाउनु पर्यो कि यहाँ व्यक्ति मात्रै व्यक्तिको लागि त पठाएको पैसाहरू होइन नि सरकार दिएको पैसा होइन नि तपाईँ हाम्रो सबैको पैसा हो ल ठिक छ कुरा होइन शेरबहादुर सुनारले पनि कहाँ के छ बनाउनु पर्छ 10 वर्ष बित्न लागिसक्यो ल ठिक छ
छ्यासी 88 है 86 88 ओ मोटे के छ ल 86 88 गाडी चलिरहेछ यो मन चलिरहेछ चिज चलिरहेछ क्रस गर्ने ठाउँ छ नि क्रस गर्ने ठाउँ एकदम गाह्रो भइरहेछ है अब मान्छे हिँड्नुमा खसी हिँडिरहेछ है प्याकको प्याक गराएको छ खसी हेर्ने चाहिन्छ साथीहरू एकदम तपाईँ विरोधी शेरबहादुर सुनारलाई पुगोस् है मानबहादुर नपुगोस् मानबहादुरलाई पनि हो गइरहेछ विकास हेर्नुहोस् विकास उमङ्गण्डको विकास हेर्नुहोस् हाम्रो